मक्सिर 18 गते डिसेम्बर 4 तारिकको दिनमा धान्य पूर्णिमा परेको छ। धान्य पूर्णिमाको दिनमा हामी मध्ये धेरैजनाको चाहिँ कुल पूजा परेको छ। यस दिनमा मैले आज तपाईहरुलाई चाहिँ कुल पूजा विशेष भिडियो लिएर आएको छु। विशेष गरेर अब आफ्नो वंश अनुसार आफ्नो कुल परम्परा अनुसार कुल पूजा गर्ने विधि त आफ्नो तरिकाले हुन्छ। मैले आज तपाईहरुलाई चाहिँ जो व्यक्तिहरुको चाहिँ कुण्डलीमा अथवा जो मान्छेहरुको चाहिँ कुल बिग्रेको छ, जसलाई कुल दोष छ, त्यो व्यक्तिहरुको लागि चाहिँ धान्य पूर्णिमाको दिनमा तपाईले गर्ने यो एउटा विधिले, यो एउटा उपायले गर्दा तपाईको कुण्डलीमा भएको कुल दोष शान्ति भएर जान्छ। तपाईको बिग्रेको बिचकटेको कुल चाहिँ शान्ति भएर जान्छ र कुल पितृको चाहिँ तपाईको यो सानो उपायबाट कुल पितृको चाहिँ एउटा उनीहरुको आत्माले चाहिँ शान्ति पाउँछ र उद्धार हुन्छ। विशेष गरेर धान्य पूर्णिमा जुन तपाईले चाहिँ यो मक्सिरको धान्य पूर्णिमाको दिनमा चाहिँ हामीले चाहिँ कुल पूजा गर्छौं। हामी धेरै व्यक्तिहरुको चाहिँ कुल पूजा परेको हुन्छ। कसैको वर्ष दिनमा, कसैको वर्ष बिराएर, कसैको 3 वर्षमा, कसैको 6 महिनामा, यसरी आफ्नो चाल चलन रीति अनुसार चाहिँ हामीले कुल पूजा गर्दछौं। यस दिनमा चाहिँ हामी जो कोही चाहिँ कुल पितृबाट चाहिँ ग्रसित छौं, जहाँ हेरौँदा पनि कुल दोष छ भन्छ, जहाँ हेरौँदा पनि पितृ दोष भन्छ हैन, कुण्डलीमा पनि कुल दोषहरु बनेको छ, पितृ दोषहरु बनेको छ भने यस दिन गर्ने यो एउटा उपायले तपाईको कुल शान्ति भएर जान्छ, तपाईको पितृ दोष शान्ति भएर जान्छ। नमस्ते, राधे श्याम। म तपाईहरुको साथी ज्योतिषी पूजा साधना। मेरो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनु होला र मलाई अहिले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर तपाईहरुले लेखेर चाहिँ ओम हर हर महादेव, ओम कुल देवतायै नमः भनेर तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। र विशेष गरेर आज मैले चाहिँ यो धेरैको जिज्ञासा छ, जहाँ हेरौँदा पनि कुल दोष भन्छ। विशेषतः कुल दोष कस्तो स्थितिमा हुन्छ त? कुल दोष चाहिँ हाम्रो चाहिँ कतिको चाहिँ अब कुल दोष जब तपाईको गुरु र राहु अथवा गुरुसँग केतु अथवा गुरु चाहिँ अझै कमजोर भावमा बसेको छ, शत्रु ग्रहहरुले पीडित छ, त्यसरी चाहिँ नीच भएर बसेको छ भने झन् तपाईको चाहिँ कुल दोष एकदम सक्रिय हुन्छ र कसैको जन्मजातदेखि नै कुल दोष मा चाहिँ कुल दोष सृजना गरेर चाहिँ पैदा हुनु भएको हुन्छ। जसरी गुरुसँग राहु, गुरुसँग केतु यस्ता ग्रहहरुको युक्ति बनेर आयो भने त्यो व्यक्तिहरुलाई जन्मदेखि नै कुल दोष सृजना भएर चाहिँ आएको हुन्छ भने कतिको चाहिँ हेरौँदा कुरौँदा पछि पनि अब तपाईको कुल बिग्रिया छ अब अथवा तपाईलाई कुल दोष छ भनेर हामीलाई झाँक्री माताहरुले हैन गुरुहरुले भनिराको तपाईहरुले पनि भोगिरहनु भएको होला। त्यसकारण धान्य पूर्णिमा यस्तो पर्व हो जुन दिन चाहिँ कुल कुलायनको लागि, पितृहरुको लागि, उनीहरुको शान्तिको लागि तपाईहरुको लागि यो स्पेशल दिन हो क्या। त्यसकारण यो दिनको महत्व छुट्टै छ। हजुरहरुले यस दिनको यो अवसरलाई चाहिँ नगुमाउनु होला। विशेष गरेर मसँग व्यक्तिगत रूपमा चिना टिप्पणी बनाउन हेराउन चाहने जनहरु अथवा घरको वास्तु परीक्षण गराउन चाहनुहुन्छ अथवा घर बाँध्न चाहनुहुन्छ, घरको माटो देखाउन चाहनुहुन्छ भनेदेखि हजुरहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। 98 63 45 62 33 यो नम्बरमा व्हाट्सएपमा चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। विशेष गरेर आज म तपाईहरुलाई जब तपाईको चाहिँ जन्मजातदेखि नै तपाईको कुण्डलीबाट नै कुल दोष सिर्जना, जस्तो यसलाई गुरु चाण्डाल दोष भनिन्छ। विशेष गरेर बृहस्पति गुरु ग्रहसँग चाहिँ राहु अथवा केतु ग्रह बस्यो भने चाहिँ यसलाई गुरु चाण्डाल दोष भनिन्छ। यसलाई कुल दोष पनि मानिन्छ। यो दोष भनेको कस्तो भने प्राय तपाईको कुल पितृ पूर्वज सम्बन्धीको ऋण वा रिस बनेको मानिन्छ के। यो दोषलाई चाहिँ त्यसरी मानिन्छ। तपाईको कुल देवता प्रसन्न नभएको र केही न केही भार अथवा ऋण तपाईले लिएर आउनु भएको छ, आफ्नो कुल पितृको चाहिँ दोष बोकेर आउनु भएको छ भन्ने हो हैन। अनि यसले चाहिँ तपाईलाई समस्याहरु, विभिन्न समस्याहरु, पुरानो कुल परम्परासँग सम्बन्धित नमानिएका संकेतहरु त्यस्ताहरु देखा पर्दछ। विशेष गरेर यसले चाहिँ वंशमा तपाईको घर परिवारमा समस्या, घर झगडा
घरमा सहन नहुने, अशान्ति हुने, विवाहमा ढिलाइ, पढाइहरू पनि पुरा नहुने, आर्थिक अवरोध हैन, पारिवारिकको स्वास्थ्यमा समस्या, हरेक कुरामा ढिला सुस्ती, विभिन्न किसिमको समस्याहरू बनाउँछ। कतिलाई औँसी पूर्णिमाको बेलामा एकदम गाह्रो बनाउने, कम्पन छुट्ला जस्तो हुने, निन्द्रा राम्रोसँग नलाग्ने, विभिन्न किसिमका समस्याहरू चाहिँ यस्ता कुल दोषहरूले चाहिँ पैदा गराउँछ। विशेष गरेर हजुरहरूले चाहिँ यदि कुण्डलीको 9औं भावमा चाहिँ यो गुरु चाण्डाल दोष सृजना भएको छ भने यसलाई चाहिँ कुल र पितृ दुईटैको ऋण बोकेर आएको भन्न सकिन्छ। त्यसकारणले तपाईले कुल र पितृ दुवैलाई चाहिँ मान्न सकिन्छ। यो धान्य पूर्णिमाको अवसरको दिनमा तपाईले चाहिँ आफ्नो कुल पितृ दुवैको उद्धारको लागि चाहिँ केही उपायहरू गर्न सक्नुहुनेछ। विशेष गरेर तपाईले चाहिँ अब कस्तो हो भने कुल र जस्तो कि गुरु र राहु अथवा गुरु र केतु सँगै बस्यो भने मैले गुरु चाण्डाल दोष यानी कि कुल दोष सृजना हुन्छ भने हजुरलाई हैन। अब जस्तो राहु भनेको माया, भ्रम, अधर्म, कुल रीतिरिवाजबाट चाहिँ तपाई परम्पराबाट चाहिँ यसले हटाउँदै लान खोज्ने त्यस्तो खालको चाहिँ शक्ति बोकेको हुन्छ राहु केतुले भने। गुरुले चाहिँ धर्म, आफ्नो कुल ज्ञान, पूर्वजको बारेमा चाहिँ यसले बुझ्न खोज्छ। अनि जब राहु र गुरु अथवा केतु र गुरु सँगै मिलेपछि गुरुले धर्मपट्टि लान खोज्छ, राहु केतुले अधर्मपट्टि आफ्नो कुल परम्पराबाट टाढा लान खोज्छ। अब त्यहाँ त कम्बिनेसन नै मिलेन नि त। त्यो मिल्दाखेरि चाहिँ तपाईलाई चाहिँ यो दोषहरू चाहिँ पैदा गर्छ। अनि त्यसपछि तपाईको चाहिँ यसले चाहिँ विशेष गरेर जब तपाईलाई चाहिँ राहु केतुले चाहिँ गुरुलाई छोप्छ तब चाहिँ कुल परम्परामा चाहिँ एकदम अवरोध आउँछ। कुल देवता र पितृ खुसी नहुनु हैन, जति जहाँ जे गरे पनि कुल देवताहरू प्रसन्न नहुनु, पितृ प्रसन्न नहुनु, उद्धार नहुनु, घरमा अशान्ति भइरहनु हैन, परिवारमा चाहिँ समस्या आइरहनु, कामहरू नबन्नु, हरेक कुरामा ढिला सुस्ती हुनु, नबस्नु, अनेक बनाउँछ यसले। त्यसकारणले गर्दा हजुरहरूलाई चाहिँ आज मैले विशेष गरेर धान्य पूर्णिमाको दिनमा चाहिँ केही उपायहरू भन्छु। तपाईले यस दिन विशेष गरेर कुल देवताको पूजा तपाई टाढै हुनुहुन्छ भने पनि आफ्नो कुलको नाममा चाहिँ सम्झेर त्यस दिनमा चाहिँ तपाई भेजिटेरियन बसेर चाहिँ तपाईले आफ्नो कुलको नाममा चाहिँ स्मरण गर्न सक्नुहुन्छ। र कुल देवताको विशेष यस दिनमा सकेसम्म कुल पूजामा चाहिँ सहभागी हुनु। यस्ता कुल दोष भएका मान्छेहरू चाहिँ कुल पूजामा सहभागी हुनुपर्छ। कुल देवताको विशेष पूजा गर्नुहोस्। अनि ओम कुल देवताय नमः मन्त्रहरू जाप गर्नुहोस्, पितृलाई तर्पण दिनुहोस्। यदि 9औं भावको तपाईको 9th घरको चाहिँ गुरु चाण्डाल दोष हो भने चाहिँ तपाईलाई कुल र पितृ दुवैको चाहिँ दोष छ भनेर बुझ्नुपर्छ। त्यसकारणले गर्दा तपाईले पितृलाई पनि तर्पण गर्न नबिर्सिनु यस दिनमा। विशेष गरेर धान्य पूर्णिमाको दिन तपाईले दीपदान अनि त्यसपछि अन्न फलहरूको दान गर्नुहोस्। अनि धान्य पूर्णिमाको दिन आफ्नो कुल कुटुम्ब पूर्वजहरूलाई स्मरण गरेर प्रार्थना गर्नुहोस्। र यस दिनमा यदि गुरु र केतु मिलेर बनेको तपाईको चाण्डाल दोष अथवा कुल दोष हो भनेदेखि तपाईले यस दिनमा केतुको शान्ति अनि पितृतर्पण अनि कुल देवताको पूजा र पिपलको मुनि गएर चाहिँ एउटा दीपक बाल्दिन सक्नुहुन्छ तिलको तेलमा। र यदि गुरु र राहुको युक्तिबाट बनेको दोष हो भने तपाईले यस दिनमा गुरु चाण्डाल दोष शान्ति गराउने अनि राहुको शान्ति गर्ने, गुरुको बीज मन्त्र पढ्ने, ओम ब्रीम बृहस्पतये नमः यो मन्त्र जप गर्ने र गुरुबार यानी कि बृहस्पतिबार बिहीबारको दिनमा दान गर्ने र बिहीबारको दिनमा सदा सर्वदा भेजिटेरियन रहने। यति कामहरू गर्दा चाहिँ तपाईको लागि यो तपाईको कुल दोषहरू शान्ति भएर जान्छ। तपाईको पूर्वजहरूको आत्माले पनि शान्ति पाउनेछ। विशेष गरेर हजुरहरूलाई पनि अब यस्ता यो भनेको एकदम तपाईको लागि एउटा अपर्च्युनिटी हो क्या, तपाईको लागि यो अवसर हो। धान्य पूर्णिमाको दिन यदि तपाई देशदेखि बाहिर हुनुहुन्छ, विदेशी हुनुहुन्छ भने पनि तपाईहरूले चाहिँ आफ्नो घरमा कुल पूजा हुँदैछ भने त्यस दिनमा भेजिटेरियन रहेर तपाईले नुहाइधुवाइ गरेर बिहानै उठेर आफ्नो कुल पितृको स्मरण गर्दै जल दिने, आफ्नो सानै कोठामा भए पनि एउटा चोखो ठाउँमा चाहिँ आफ्नो कुल पितृलाई सम्झेर पूजा गर्ने इत्यादि कर्महरू, जलहरू दिने, तर्पणहरू दिने कामहरू गर्न सक्नुहुन्छ। हजुरहरूले केही बुझ्नु भएको छैन भने कमेन्टमा चाहिँ तपाईले कमेन्ट गरेर चाहिँ मलाई सोध्न सक्नुहुन्छ अथवा पर्सनली रूपमा मेसेज गर्न सक्नुहुन्छ। यदि यस दिनमा तपाईहरू पनि आफ्नो कुल दोषबाट प्रभावित हुनुहुन्छ, पितृदोषबाट प्रभावित
प्रभावित हुनुहुन्छ र शान्ति गराउन चाहनुहुन्छ भने हाम्रो यहाँ अनुष्ठान हुन्छ। हजुरहरू त्यस अनुष्ठानमा चाहिँ सहभागी हुन सक्नुहुन्छ। कुल पूजाको दिन यानी कि 18 गतेको दिनमा त्यो अनुष्ठानमा चाहिँ सहभागी भएर तपाईहरूले चाहिँ आफ्नो कुल पितृका दोषहरू आफ्ना पूर्वजहरूको सम्झनामा चाहिँ केही दान गर्दै तपाईहरूले चाहिँ त्यो पूजामा चाहिँ सहभागी भएर उहाँहरूको चाहिँ पूजाको लागि चाहिँ जस्तो यहाँ मैले भने नि तपाईहरूको आफ्नो कुण्डली अनुसार पहिला त हेर्नु पर्यो। अब पहिलेदेखि तपाईहरूलाई थाहा छ भने त ठिक छ, छैन भने तपाईले मसँगै कुण्डली देखाएर चाहिँ के कस्तो खालको चाहिँ दोष छ त्यससँग सम्बन्धित चाहिँ गुरु केतुसँग रिलेटेड हो कि गुरु राहुसँग हो कि त्यहीसँग सम्बन्धित चाहिँ हामीले राहुको शान्ति, केतुको शान्ति, गुरुको मन्त्र जपहरू सम्पूर्ण हवनहरू हुन्छ। तपाईहरूले त्यसमा सहभागी हुन सक्नुहुन्छ। यस पावन दिनमा चाहिँ यो अवसर तपाईले नगुमाउनु होला भन्दै केही समस्या भएमा केही अप्ठ्यारो परेमा चाहिँ म हजुरहरूको साथी पूजा साधना छँदैछु। हजुरहरूले मलाई पर्सनल्ली मेसेज गर्न सक्नुहुन्छ व्हाट्सएपमा भन्दै आजको बसाइबाट भने म बिदा हुन चाहन्छु। हस्त नमस्ते, राधेश्याम।